यहुदा देशको बेथलेहेममा ठूलो अनिकाल आयो। त्यस बेला एलिमेलेक नाम गरेका मानिसले आफ्नी पत्नी नाओमी र 2 छोराहरू महलोन र किल्योनलाई लिएर मोआब देश गए। मोआबमा पुगेपछि नाओमीका छोराहरूले मोआबकी 2 युवतीहरू ओप्रा र रुथसँग विवाह गरे। तर केही समयपछि दुःखद कुरा भयो। नाओमीका श्रीमान एलिमेलेक अनि छोराहरू महलोन र किल्योन सबैको मृत्यु भयो। नाओमी विधवा भइन् अनि दुवै बुहारीहरू पनि। नाओमीले आफ्नो देश फर्कने निर्णय गरिन् किनकि उनले सुनेकी थिइन् कि परमेश्वरले यहुदा देशमा आफ्ना प्रजाहरूलाई फेरि अन्न दिनुभएको छ। नाओमीले बुहारीहरूलाई भनिन् कि तिमीहरू दुवै आफ्नो माइती घर फर्क। जसरी तिमीहरूले ती मरिसकेकाहरू र म प्रति दयापूर्ण व्यवहार गरेका थियौ, त्यसरी नै परमप्रभुले पनि तिमीहरू प्रति दयापूर्ण व्यवहार गरून्। अनि उहाँले तिमीहरू दुवैलाई तिमीहरूका आफ्ना भविष्यका पतिका घरमा सुरक्षित राखुन्। तब तिनले उनीहरूलाई चुम्बन गरिन् र तिनीहरू डाको छोडिकन रोए। त्यसपछि उनीहरूले तिनलाई भने, हामी तपाईका मानिसहरू कहाँ तपाईसँग जानेछौँ। तर नाओमीले भनिन्, हे मेरा छोरी हो, फर्क। तिमीहरू किन मसँग आउने? के तिमीहरूका पति हुनलाई म अझै छोराहरू जन्माउन सक्छु र? तब तिनीहरू फेरि डाको छोडिकन रोए। त्यसपछि ओप्राले आफ्नी सासूलाई चुम्बन गरेर आफ्ना मानिस कहाँ फर्केर गइन्। तर रुथ चाहिँ तिनीसितै टाँसिरहिन्। रुथले जवाफ दिइन्, मलाई फर्केर जान र तपाईलाई छोड्न कर नगर्नुहोस्। तपाईँ जहाँ जानुहुन्छ म पनि त्यहीँ जानेछु। तपाईँ जहाँ बस्नुहुन्छ म पनि त्यहीँ बस्नेछु। तपाईका मानिसहरू मेरा मानिसहरू हुनेछन् अनि तपाईका परमेश्वर मेरा परमेश्वर हुनेछन्। तपाईँ जहाँ मर्नुहुन्छ म पनि त्यहीँ मर्नेछु र त्यही नै गाडिनेछु। मृत्यु बाहेक अरू कुनै कुराले तपाईँ र मलाई अलग गरेमा परमप्रभुले मसँग पनि अति कडा व्यवहार गरून्। रुथले आफूसँग जाने दृढ संकल्प गरेकी देखेर नाओमीले अरू केही भनिनन्। रुथ र नाओमी बेथलेहेम फर्किए। त्यो समय जौको बाली काट्ने समय थियो। रुथले नाओमीका लागि अन्न सङ्कलन गर्न खेतमा काम गर्न थालिन्। परमेश्वरको योजना अनुसार उनी बोअज नाम गरेका एक धनी र प्रतिष्ठित मानिसको खेतमा पुगिन्, जो नाओमीको स्वर्गीय श्रीमानको नातेदार थिए। बोअजले रुथको बारेमा पहिले नै सुनेका थिए कि उनले आफ्नो सासूलाई छोडिनन् र अपरिचित देशमा आएर नयाँ जीवन सुरु गरिन्। बोअजले रुथलाई कृपा देखाए। उनले कामदारहरूलाई भने, रुथलाई हानि नगर। उनलाई स्वेच्छाले बालीनाली टिप्न देऊ अनि केही बालीनाली जानी उनको लागि पनि छोडिदेऊ। रुथ त्यस दिन धेरै अन्न सङ्कलन गरेर नाओमी कहाँ फर्किन्। नाओमीले जब थाहा पाइन् कि रुथ बोअजको खेतमा थिइन्, उनले भने, उनी त हाम्रो नातेदार हुन्। उनी हाम्रा लागि उद्धार गर्ने आफन्त हुन सक्छन्। एक रात नाओमीले रुथलाई एउटा योजना सुनाइन्। नाओमीले भनिन् कि बोअजसँग विनम्रताका साथ विवाहको प्रस्ताव राख्नुपर्छ, किनभने उहिलेको व्यवस्था अनुसार नजिकको आफन्तले मृतकको परिवारको नाम कायम राख्न विवाह गर्न सक्थे। रुथले नाओमीको कुरा मानेर राति बोअज सुतिरहेको ठाउँमा गइन्
र उसको खुट्टा ढाकिएको कम्बल हल्का उठाएर त्यहाँ बसिन्। त्यो एउटा सांस्कृतिक सङ्केत थियो जसको अर्थ थियो, म तपाईँको रक्षा र विवाहको योग्य छु। बोअजले रुथको निष्ठा र शुद्ध मन देखेर प्रशंसा गरे। उनले भने, सबै सहरका मानिसहरू जान्दछन् कि तिमी एक सद्गुणी महिला हौ। बोअजले तुरुन्तै निर्णय गरे कि यदि कुनै नजिकको नातेदारले विवाह गर्न अस्वीकार गरे भने उनी आफै तयार छन्। बोअजले अर्को नातेदारसँग सहरको अगाडि कुरा गरे। त्यो मानिसले रुथसँग विवाह गर्न अस्वीकार गरे। त्यसपछि बोअजले रुथलाई पत्नीको रूपमा स्वीकार गरे। रुथ र बोअजको विवाह भयो। परमेश्वरले उनीहरूलाई एक छोरा दिनुभयो, ओबेद। ओबेदपछि इसाईका पिता भए र इसाई राजा दाउदका पिता बने र त्यो नै येशू ख्रीष्टको वंशावलीको भाग हो जुन हामी मत्ती 1 अध्यायमा पाउन सक्छौँ। यसबाट हामीले सिक्न सक्दछौँ कि रुथ परदेशबाट आएकी थिइन्। जीवनमा धेरै दुःख पाएर पनि उनले हार मानिनन्। उनी सधैँ विनम्र, मेहनती अनि परमेश्वरमा विश्वास राख्ने थिइन्। उनी अपरिचित देशमा पनि इमानदार जीवन बिताइन्। जब हामी इमानदार, नम्र अनि विश्वासका साथ अघि बढ्छौँ, परमेश्वर हाम्रो जीवनलाई आफ्नै विशेष योजनासँग जोड्नुहुन्छ। रुथको माया र समर्पणको कारण परमेश्वरले उनलाई येशू ख्रीष्टको वंशमा स्थान दिनुभयो, जुन आशिष पुस्तौँसम्म फैलिएको छ।